आदरणीय दर्शकवृन्द नमस्कार। अपन विशेष में स्वागत करै छी। आइ अपन विशेष में एकटा पीड़ित बेटी के बजौने छी। ऐसे पहले एकटा दृश्य देखावा चाहे छी, एकटा वीडियो पहले देखल जाए। जी वीडियो देखला के बाद हुनका पहचान क लेने होबे कि वो के छथि। किछ महीना पहले भादो 20 गते ई बेटी ऊपर एसिड आक्रमण भेले, जिनकर नाम छै मुस्कान खातून। आई हुनके स्टूडियो में बजौने छी। एकर संगी हुनकर माय शहनाज खातून के सेहो स्टूडियो में बजौने छी। सबसे पहले दुनू गोटे के स्वागत करै छी। दुवै जनाले स्वागत छ। मुस्कान के छ अहिलेको अवस्था? उपचार चलिरहेको छ हैन? उपचार कहाँसम्म पुग्यो? मेरो तर्फबाट सबैजनालाई नमस्ते। उपचार चाहिँ अहिले चलिरहेको छ। अहिले 5 वर्षसम्म चाहिँ चल्छ। भर्खर 1 महिना अगाडि ट्रिटमेन्ट भएको थियो। अब 3 महिना फेरि पछि भइराखेको हुन्छ। यसरी गर्दा गर्दा 5 वर्ष लाग्छ अलि नर्मल हुनमा। हजुर, अहिले तपाईँ जनकपुर आउनुभएको छ, आज फेरि काठमाडौँ जाँदै हुनुहुन्छ। अब के भन्छ डाक्टरहरूले, कति दिन अझै उपचार गराउनु पर्छ? उपचारको लागि त 5 वर्षसम्म लाग्छ। हप्तामा 2 चोटि जानै पर्छ हस्पिटल। अनि 3 महिनामा अपरेसन भइराखेको हुन्छ। अनि अपरेसन भयो हैन? त्यसपछि अब फेरि अपरेसन गराउनु पर्ने हुन्छ? हजुर, सर्जरी गराउनु पर्ने हुन्छ? प्लास्टिक सर्जरी? हजुर हैन, प्लास्टिक सर्जरी त 5 वर्षपछि हुन्छ। हाम्रो अब यो टाइट भएर आउँछ, घुम्च्याएर आउँछ नि, त्यो नलाई चाहिँ फेरि यहाँको थाइको भयो, पेटको भयो, छाला निकालेर यहाँ ड्राफ्ट गर्नुहुन्छ यसरी। हजुर, अब त्यो एउटा कालो दिन भदौको 20 गते बिहान तपाईँ स्कुल गइराख्नु भएको थियो। त्यो दिनलाई सम्झाउन त चाहन्न, तर के भन्नुहुन्छ? के भएको थियो त्यो दिन? त्यो दिन चाहिँ बिहान स्कुल गइरहेको थियो। 6 बजेमा शुक्रबारको दिन थियो। 6 बजेमा चाहिँ 15 मिनट कम थियो। 6 बजे मेरो क्लास लाग्थ्यो। त्यही भएर हजुर 6 बजे 15 मिनट कम अगाडि निस्किँदै घरबाट। अनि जाँदाखेरि 2टा केटा उभिरहेको थियो जगमा एसिड लिएर। यो जगको पानी हो भनेर खुवाउन लागेको थियो। मैले चाहिँ किन खानुपर्ने भनेर डरले हिँड्न थाल्यो। ल नखाने भएछ, फर्केर हेर न, फर्केर हेर्दाखेरि छापिदिएछ। हजुर, जतिखेर यो घटना भयो नि, त्यतिखेरको अवस्था तपाईँ के बुझ्नुभयो? त्यतिखेर के भयो होला? त्यतिखेर के दिमागमा आयो? त्यतिखेर चाहिँ अब त्यो पीडा चाहिँ थियो नि, त्यो मलाई कोही जिन्दै जलाएकै फिल भएको थियो। र म एकदमै चिच्याएर आफ्नो बुवाको पनि नम्बर दिएको थियो। त्यो बेला एकदमै पीडा थियो, एकदमै चिच्याइ पनि रहेको थियो म। अनि आफ्नो हातको ब्ल्याक हेरेर त्यो हटाउन खोज्दाखेरि चाहिँ त्यो हटाउन खोज्दाखेरि चाहिँ पुरा मासु नै बाहिर निस्केर आइरहेको थियो। अनि त्यो चाहिँ हेरेर म बेहोस भयो। अनि मलाई आफ्नो एउटा स्कुलको साथी अगाडि, एकदमै अगाडि थियो, भिड भएको कारणले ऊ पनि आयो र धेरैजना मान्छे मिलेर मलाई हस्पिटल लाउनु भयो। हजुर, अब त्यसपछि त तपाईको पढाइ पनि अलिकति डिस्कन्टिन्यू भयो हैन? हजुर। कक्षा 9 मा पढिराख्नु भएको थियो हैन त्यो बेला। अहिले के छ पढाइ?
अहिले सेल्फ स्टडी गरिराख्नु भएको छ अस्पतालमै के छ? अहिले चाहिँ ट्रिटमेन्टको कारणले म यो इयर चाहिँ लस्ट गर्नु पर्यो। अब वैशाखदेखि चाहिँ फेरि 9मै रिपिट गर्नुपर्छ। हजुर सेहनाजी नमस्ते। तपाईँ मुस्कानकी आमा, हजुर, यो जुन जे जति घटना भयो के भन्नुहुन्छ तपाईँ? म त यही भन्न चाहन्छु कुनै चेलीबेटी छोरीसँग यस्तो घटना नघटोस्, किनकि यो घटना भनेको ठुलै पीडा हो। जुन दिन मेरो छोरीसँग यो घटना घट्यो नि त्यो दिन मलाई यस्तो फिलिङ भयो थियो, म एउटा सुतिरहेको मान्छे अचानक कल आउँदाखेरि म त आफ्नो जिउ आफ्नै होसमा थिएन। जुन अवस्थामा थियो, न खुट्टामा चप्पल थियो न ओढ्ने थियो जिउमा, त्यस्तै म कराउँदै चिच्याउँदै रुँदै रोडमा भाग्दै मान्छेहरू यो किन यो मुस्कानको मम्मी बौलाएछ कि अब पागल भएछ कि किन यस्तो हिँडिरहेछ। उसको बाबा पनि एउटा हातमा सर्ट लाएर त्यत्तिकै भाग्दै दौड्दै हामी नारायणी हस्पिटल पुग्दाखेरि आफ्नो छोरीको अवस्था हेरेर म त त्यही नै ढल्यो। तर यस्तो अवस्था कुनै छोरीको नपरोस्, म यही भन्न चाहन्छु। हजुर तपाईँ जतिखेर पुग्नु भयो नि, यो घटना भयो त्यतिखेर के चाहिँ तपाईँ त्यतिखेरको अवस्था कस्तो पाउनुभयो मुस्कानको? मुस्कान धेरै रोइरहेको थियो, छटपटिरहेको थियो। मम्मी हेर्नु न के भयो, कसले फ्यालिदियो। मैले को नानु तिमी चिनिसकेको छैन मम्मी, उसलाई त म चिनेको छैन। अनि एकदम छटपटिरहेको थियो। त्यतिखेर धेरै भिड नै भइसकेको थियो। मान्छे मेरो माइती पनि नजिकैहरू भाउजूहरू पनि सबै आइसकेको थियो। अनि हामी धेरै सबैजना रुन थाल्यो, के भयो उसको जिउमा। एकदम छटपटिरहेको थियो, धेरै उसको धेरै पीडा धेरै थियो, पोलिरहेको थियो धेरै। हजुर मुस्कान त्यो जुन जो केटाहरूले प्रहार गरे होइन, आक्रमण गरे, एसिड आक्रमण, त्यसबाट तपाईँ त्यतिको पीडा भोग्नु पर्यो होइन। एउटा जीवनभरको लागि एउटा त्यो दुःखद क्षण थियो होइन। त्यो भन्दाखेरि कारबाही प्रक्रिया अघि बढि नै सकेको छ होइन। दुवै केटाहरूले समातेको अवस्था पनि छ। के भन्नुहुन्छ तपाईँ यस्तो घटना जुन भयो त्यो पीडितहरूलाई चाहिँ के गर्नु पर्ला? त्यो पीडकहरूलाई चाहिँ त्यो उनीहरूलाई चाहिँ जसले चाहिँ त्यस्तो दुःख दियो तपाईँले, उनीहरूलाई चाहिँ फाँसी नै दिनुपर्छ, ताकि एकचोटि हाम्रो नेपालमा उनीहरूलाई फाँसी भइदियो भने अर्कोलाई यस्तो अट्याक गर्न अगाडि सोध्छ नि, हो यस्तो काम गर्दाखेरि यस्तो सजा छ भनेर त्यो त हात पनि लगाउँदैन होला। मेरो चाहिँ काम छ यस्तै, त्यही भएर उनीहरूले चाहिँ फाँसी नै पाओस्, मेरो चाहिँ यही इच्छा छ, ताकि म जस्तो अब कोही पनि मुस्कान यस्तो अवस्थामा आउन नपरोस् भन्न चाहन्छु। हजुर जुन आक्रमण भयो नि, एसिड आक्रमण, त्यो केटा चिनजानकै थियो, पहिलादेखि चिन्नु भएको थियो के थियो? उनीहरू चाहिँ स्कुल जाने क्रममा डिस्काइराखेको थियो। अनि मम्मीलाई बाहिर केटाहरू स्कुलका होइनन्, बाहिर केटा उनीहरू चाहिँ यस्तो हुन्छ नि स्माइकर जस्तो बाटोमा डुल्ने, अर्को डिस्काउने त्यस्तो खालको थियो। अनि मम्मीलाई गएर भनेको थियो मैले चाहिँ, अनि मम्मीले चाहिँ बुवालाई गएर भन्नुभएको थियो। अनि बुवाले चाहिँ उसलाई थर्काउनु पनि भयो र एक झापा हिर्काउनु पनि भएको थियो। र अनि एक झापा हिर्काउँदाखेरि त्यसपछि 2-3 महिना जति चाहिँ त्यो केटाहरू चाहिँ पहिलादेखि टार्गेट गरेको थियो हैन तपाईले? हजुर। अनि त्यति बेला चाहिँ 2-3 महिना त्यति बेला चाहिँ मलाई डिस्टर्ब गर्थेन। अनि बुवाले सोध्नु भयो तिमीलाई डिस्टर्ब त गर्दैन भनेर, बुवा गर्दैन तर त्यही बसिराखेको हुन्छ भनेको थिएँ मैले। अनि एक आशा नै कि बिहान उनीहरू पनि उभिरहेको थियो जगमा एसिड लिएर। अनि यस्तो भयो भनेर पानी खाऊ भनेर नखाएर छापी। तपाईसँग सीधा चिनजान त्यस्तो थिएन उसँग? हजुर त्यस्तो थिएन, तर जिस्काउने चाहिँ गरेको थियो केटाहरूले समय समयमा। अनि बुवाले हान्नु पनि बुवाले चाहिँ हिर्काउनु भएको थियो, पिट्नु पनि भएको थियो। हजुर एक झापड पिट्नु भएको थियो उनीहरूले। हजुर अनि त्यसपछि यस्तो खालको घटना हुन सक्ला भन्ने त्यस्तो कुनै आभास पहिला कि ममाथि अब यस्तो किसिमको घटना पनि हुन सक्ला त्यस्तो कुनै? त्यस्तो कुनै पनि थियो। एसिड अट्याकको बारेमा सुने पनि थिएन कि हाम्रो नेपाल भयो इन्डियामा त हुन्छ होला भनेर, त्यो त थाहा थियो तर हेरेको थिएन एसिड अट्याक भएको यस्तो हुन्छ रहेछ भनेर। नेपालमा त कहिले पनि सुनेको थिएन, एक आसन नै भएको। त्यति बेला फ्याल्दाखेरि चाहिँ मेरो जिउमा के फ्यालेको हो एसिड हो भनेर मलाई पनि थाहा थिएन। कोही जिन्दै जलाएकै फिल भएको थियो। हस्पिटलमा पुर्दाखेरि चाहिँ एसिड हो भनेर थाहा पायो। हजुर अब यो पीडा तपाईँ मुस्कान, नामै मुस्कान हो होइन, अब त्यो मुस्कान फेरि फिर्ता आओस् त्यसका लागि डाक्टरहरू पनि अहोरात्र खटिरहेका छन् होइन। तपाईँलाई छिटो निको होइन गरियोस् भनेर त्यसको लागि चाहिँ डाक्टरहरू पनि प्रयासरत छन् होइन। अहिलेसम्म उपचार जे जति भइरहेको छ त्यसबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ?
अहिले चाहिँ पहिलाभन्दा नर्मल छु। पहिला एकदमै स्थिति गम्भीर थियो मेरो, पहिलाभन्दा चाहिँ जे होस् नर्मल छु। हजुर सेनाजी, जसरी उहाँको उपचारको लागि केन्द्र सरकार होस् प्रदेश सरकार होस् होइन सबैले कुनै न कुनै रूपमा सहयोग गरेको अवस्था छ, कस्तो पाउनुहुन्छ? जुन चारैतिरबाट सहयोगको अपेक्षा भयो, कतिबाट सहयोग अहिलेसम्म पाइसक्नुभयो होइन, कस्तो पाउनुभएको छ अहिलेसम्म रेस्पोन्स? उसको घटनापछि त हाम्रो मुख्यमन्त्रीले 5 लाख रुपियाँ दिनुभयो, केन्द्रबाट पनि 3 लाख रुपियाँ आयो, अनि हाम्रो मेयर वीरगञ्जको जुन हुनुहुन्छ विजय सराजी उहाँले पनि 3 लाख रुपियाँ सहयोग दिनुभयो। अब हस्पिटलमा मान्छेहरू कोही भेट्न आउँदाखेरि कोही 10, 20, कोही 30, कोही 50 यसरी दिनुभएछ। अनि अफवाह चाहिँ धेरै नै उठाइदिएछन् कि उहाँहरूले धेरै नै सहयोग पाइसकेछ भनेर। बाहिरबाट सेलिब्रिटीहरूले मुस्कानले फोन गर्दाखेरि हौसला मात्रै दिनुभएछ, बाहिरबाट चाहिँ हाम्रो सहयोगी चाहिँ पाएको छैन। हाम्रो वीरगञ्जमा चाहिँ अति अफवाह उठाएछ भने उहाँहरूले त करोडौँ रुपियाँ सहयोग पाइसकेछ भने सबै झुटो कुरा हो। यो 5 लाख रुपियाँ र 3 लाख मुख्यमन्त्री र 3 लाख र केन्द्रबाट आएछ, यो चाहिँ ठुलो रकम हो। अनि हस्पिटलमा चाहिँ काठमाडौँको मान्छेहरू कुनै संस्थाको मान्छे आउँदाखेरि त 20, 30, 40, 50 यसरी दिनुपर्छ, त्यहाँभन्दा बढी चाहिँ हामी सहयोग पाएको छैन। भनेपछि अहिलेसम्म यो 5 महिनाको अवधि, 5 महिना करिब भइ नै सक्यो होइन, यो 5 महिनाको अवधिमा चाहिँ कति खर्च भयो अहिलेसम्म मुस्कानको उपचारमा? मुस्कानको उपचारमा फर्स्टचोटि त 8.5 लाख रुपियाँ नै लाग्यो। फर्स्टचोटि उपचार मुख्यमन्त्री दिँदाखेरि 5 लाख रुपियाँ, अनि अरू हामीहरूसँग थियो लिएर घरबाटै गएको थियौँ। अनि प्रदीप यादवहरू 50,000 रुपियाँ दिनुभएको थियो। फर्स्टमै त्यहीँ नारायणी हस्पिटल हुँदाखेरि उहाँले तत्कालै 50,000 हामीले दिएर सहयोग दिएर अनि कृतिपुरम बनाउनुभयो। त्यतिखेर 8.5 लाख 9 लाख लागेछ। फेरि दोस्रो अपरेसन गर्दाखेरि 1.5-2 लाख रुपियाँ सिद्धियो। हजुर, भनेपछि भन्दाखेरि जे जति सहयोग जुट्यो होइन, जहाँबाट होस् होइन, प्रदेश सरकार होस्, केन्द्र सरकार होस् या अरू कुनै समाजसेवीहरूबाट होइन, जे जति सहयोग जुट्यो त्योबाट अहिलेको उपचार खर्च चलिरहेको छ, पुगिरहेको छ कि के छ वास्तवमा अवस्था? त्योबाट अहिलेसम्म पुगिरहेको थियो। अबको जुन अपरेसन हुन्छ त्यहाँ अब गाह्रो छ उसको उपचारको लागि। अब हप्तामा 3-3 चोटि त हस्पिटल लानुपर्छ, 3-4वटा क्रिमले उसलाई त मसाज गर्नुपर्छ, जुन एउटा क्रिम 1,000-1,200 रुपियाँ पर्छ। अहिले त पुगि नै रहेछ। अब यो पछि उसको अपरेसन हुँदाखेरि अब हामीले गाह्रो पर्छ, कहाँबाट गर्ने कसरी गर्ने टेन्सनमा छौँ हामीहरू। त्यही भएर चाहिँ झुटो त्यो अफवाह चाहिँ नउठाइदिनुहोस् भन्न चाहन्छु। किनकि जुन मान्छे सहयोगका नाममा थुप्रै पैसा आयो भनेर चाहिँ यो हल्ला फिजाइयो। हजुर, अनि जसले इच्छा हुन्छ नि यति पैसा दियो भनेर उहाँले पनि भन्नुहुन्छ कि हो कति परिसकेछ के दिनुपर्ने भनेर। तर प्लिज म भन्न चाहन्छु कि त्यो झुटो अफवाह चाहिँ नउठाइदिनुहोस्। त्यस्तै वीरगञ्जमा पनि हल्ला भएको छ कि केपी ओली मिसाल हुनुहुन्छ नि हाम्रो केपी ओली, उहाँले प्रधानमन्त्री, उहाँले चाहिँ घर किनेर मुस्कानलाई दिनुभएको, तर त्यस्तो चाहिँ केही पनि छैन। हामी बालमै बसिरहेको हो, घर पनि दिनुभएको होइन। त्यो पनि झुटो अफवाह नउठाइदिनुहोस्, एकदमै हल्ला भएको भनेर। भनेपछि केन्द्र सरकारको कुरा गर्ने हो भने 3 लाख दियो त्यति हो होइन? अरू कुनै यो घर सरको कुरा त्यस्तो के पनि होइन? त्यस्तो चाहिँ वीरगञ्जमै हल्ला उठेको थियो, मैले सुनेको थियो। केपी ओली शर्मा हामीलाई फ्ल्याट मुस्कानलाई बस्नलाई उपचार गर्नको लागि बस्नलाई फ्ल्याट दिनुहुन्छ भनेर। अहिलेसम्म त्यस्तो हाम्रो केही पनि सुनेको छैन, केही पनि पाएको छैन। अफवाह चाहिँ धेरै नै उठेछ हाम्रो वीरगञ्जमा चाहिँ। हजुर, अब डक्टरले चाहिँ के भनिरहेछ? अब कति खर्च चाहिँ लाग्छ पूर्ण रूपमा निको हुनलाई? किनभने अहिले पनि उपचार गराइराख्नु भएको छ, अहिले जनकपुर आउनु भएको छ तपाईँहरू, फेरि अब जाँदै हुनुहुन्छ होइन, काठमाडौँ आजै जानु फर्किँदै हुनुहुन्छ। के छ, कति दिन लाग्छ अरे, अनि कति चाहिँ खर्च कति लाग्छ अरे, के भन्छन् डक्टर? डक्टर त 2 वर्षदेखि लिएर 5 वर्षसम्म उसको उपचार चलि नै रहेको छ। किनकि कहाँबाट कहाँ छाला हुन्छ, तन्किन्छ, कसरी हुन्छ भनेर थाहा हुँदैन। अनि खर्चको कुरा त उहाँहरूले त कन्फर्म गर्नुभएको छैन। 50 देखि 70 लाख पनि लाग्छ, त्योभन्दा बढी पनि लाग्न सक्छ, त्यो पुरै कन्फर्म भन्नुभएको छैन डक्टरले चाहिँ। अहिलेसम्म कति खर्च भइसक्यो? अहिलेसम्म 12-13 लाख भइसक्यो। 12-13 लाख जति खर्च भइसक्यो भने 50 लाखसम्म पनि लाग्न सक्छ होइन पूर्ण रूपमा? 50-60 लाख लाग्छ। किनकि उसको कान त पुरै ड्यामेजै छ मुस्कानको। कानको लागि पनि अब हाम्रो यहाँ काठमाडौँमा हुन्छ नभए बाहिर लिएर जानुपर्छ, कि चाइना कि सिङ्गापुर लिएर जानुपर्छ डक्टरले भन्नुभएको छ। अनि प्लास्टिक सर्जरी उसको अब 1 वर्षपछि हेर्छु कति के तन्किन्छ के हुन्छ, त्यसपछि प्लास्टिक सर्जरी गर्ने कि कस्मेटिक सर्जरी गर्ने उहाँले त्यति प्रष्ट भन्नुभएको छैन। खर्चको बारेमा पनि 50-60 भन्दा बढी नै लाग्छ, त्योभन्दा घटी लाग्दैन भन्नुभएको छ। हजुर मुस्कानजी, अब जुन पीडा एउटा तपाईँले पाउनुभयो त्यसबाट पार पाउने क्रममा हुनुहुन्छ तपाईँ। अब आइन्दा अब कुनै पनि बेटीलाई यस्तो दुःख बेहोर्नु नपरोस्, यस्तो पीडा भोग्नु नपरोस् होइन। हुन त तपाईँ प्रदेश 2 मै हुनुहुन्छ, वीरगञ्ज
वीरगञ्ज घोडो तपाईँको होइन भनेपछि प्रदेश सरकारकै कुरा गर्ने भने विभिन्न अभियान चलाइएको अवस्था छ होइन बेटीलाई बचाउनको लागि बेटी सुरक्षाको लागि भर्खरै फेरि एउटा अभियान सुरु भएको छ प्रदेश सरकारबाट तपाईँले के लाग्छ यस्तो किसिमको पीडा अब आइन्दा कुनै बेटीले चाहिँ भोग्नु नपरोस् अब हामी जस्तो सरकारले भन्नुभएको नि बेटी बचाऊ बेटी पढाऊ अब हामी पढ्ने क्रममै यस्तो यस्तो घटना भइरहेको छ त्यसपछि हामी बेटी सुरक्षित छैन भने पढ्ने कसरी नि त्यही भएर एकदमै कडा कानुन गरिदिनुहोस् ताकि हामी पनि पढौँ हामी पनि केही देशको लागि गरौँ हरेक बेटी हाम्रो त्यही सोच हुन्छ नि हामीले सबै चेलीबेटीलाई त्यही सोच हुन्छ कि हामी पनि पढौँ हामी पनि केही देशको लागि गरौँ र त्यही भएर एकदमै कडा कानुन बनाइदिनुहोस् कि हामीलाई स्कुल ल्याउने क्रममा हामी बेटी चाहिँ एकदम सुरक्षित होस् पढ्न जाओस् यस्तो चाहिँ बनाइदिनुहोस् फाँसी नै होस् यस्तो यस्तो अपराधीलाई भन्न चाहन्छु तपाईँको इच्छा छ कि ती व्यक्ति जसले चाहिँ एसिड प्रहार गरे हजुर त्यसले फाँसी पाउनुपर्छ तिनीहरूले फाँसी पाउनुपर्छ उनीहरूले पनि त पीडा बुझ्नु पर्यो नि अलिकति उनीहरू अब जेलमा बसिरहेको उनीहरूलाई के को भनेपछि अहिलेको कानुनले त्यहाँसम्म त त्यो व्यवस्था नै रहन्छ के होइन केही वर्ष जेल राख्नेसम्म छ होइन तपाईँलाई के लाग्छ कानुन परिवर्तन हुनु पर्यो फाँसी नभए पनि हाम्रो वीरगञ्जलाई दोष हामी नै सजाय दिन्छु नि त नभए त्यो पनि नभए जन्म केही जेलमा राखे पनि हुन्छ नि हजुर सेनाजी अब जस्तै जो पीडक थिए होइन जसले चाहिँ एसिड आक्रमण गरे होइन तिनीहरूबाट कुनै क्षतिपूर्ति भराउने काम त्यस्तो केही भयो छैन यस्तो केही कुरा भएको छैन यो त्यो घटना घटेपछि त उसको घरको परिवारहरू भागिसकेको थियो हामी पनि त आधी 1 घन्टापछि त्यहाँबाट काठमाडौँलाई लिएर आइसक्यो त्यसपछि थाहा भयो चाहिँ उनीहरू भागिसकेछ घरबाट त्यस्तो केही क्षतिपूर्ति र त्यस्तो यस्तो केही कुरा आएको छैन उताबाट ए त्यहाँबाट केही कुरो भएको छैन केही भएन अहिलेसम्म कानुनी प्रक्रिया कारबाहीको प्रक्रिया कहाँसम्म अगाडि बढ्यो कानुन प्रक्रिया अब मुस्कानको बिहान लिन आउँदाखेरि मुस्कान त त्यस्तो अवस्थामा थिएन हस्पिटलमा 2-3 चोटि बिहान लिन आउनुभयो त्यस्तो पुलिसले नि त्यहाँको डिएसपी हुनुहुन्छ छेदीलालमा उसको अवस्था हेरेर मुस्कान त्यस्तो अवस्थामा छैन बिहान लिन अनि जानुभयो अनि उसको चाहिँ केटाहरूको 35 दिनपछि अदालत लानुपर्छ 35 दिन अदालत लगेपछि अब उसको घरकै मान्छेले 12 वर्ष 14 वर्षको जन्मदाता बनाएर पेश गरेछ अनि तिनीहरूले बाल सुधारमा राखेछ भनेर तर नारायणीको 4वटा डाक्टरले सिग्नेचर हाल्नु भएको छ एकजना 19-20 वर्षको दुवैजना छ भनेर अनि उनीहरूको नाबालक देखाउन खोजिरहेछ हजुर अनि नक्कली जन्मदाता बनाएर 12-13 वर्षको बनाएर बाल सुधारमा राख्नु भएको छ ए भनेपछि त्यसरी चलखेल भइरहेको छ भन्नुहुन्छ तपाईँ उसलाई बचाउनको लागि कम सजाय पाओस् भने हजुर तर त्यस्तो अपराधीले त कम सजा हाम्रो नेपालमा नपाओस् त्यस्तै मलाई राम्रो हुन्छ यस्तो अवस्था फेरि कुनै मुस्कान नपरोस् कसैको आमा बुवा यस्तो दुःख नखपोस् किनकि एकचोटि तिनीहरू राम्रो ठुलो सजा पाइदियो भने कुनै पनि आमा बुवा यस्तो पीडामा बस्दैन अब हेर्नु हाम्रो त पुरै घर परिवारै बिग्रिसक्यो नि अब योभन्दा पनि मेरो 2टा छोरा छ सानो छोरी उनीहरूको पनि पढाइ बिग्रिसक्यो हामी काठमाडौँ 5 मिनट कतिजना छोराछोरी छन् तपाईँको हुन त मेरो 5 जना बच्चा छ एउटा छोरीको बिहे भइसकेको छ ठुलो छोरीको अनि यो मुस्कान हो त्यसो 2टा छोरा अनि एउटा छोरी अनि उनीहरूको पढाइ बिग्रेर काठमाडौँमै हामीसँगै बसिरहेछ पुरै हाम्रो परिवारै अल्पत्रै हाम्रो श्रीमानको पसल पनि बन्दै छ यतै मुस्कानकोमै लागिरहेछ 5 महिनादेखि हामी काठमाडौँमै बसिरहेको उपचार गराउनको लागि अहिले छोटो विश्राम लिन्छौँ दर्शकवृन्द अखन छोटका विश्राम के बाद फिर बातचीत क्रम जारी रहते हैं ब्रेक के बाद स्वागत करै छी अपन विशेष में आई स्टूडियो में छथि मुस्कान खातून तहिना हुनकर माय शहनाज खातून जे भादो 20 गते एसिड प्रहार भेल छलै मुस्कान खातून पर करीब 5 महीना भ गेलै अखन हुनकर इलाज चलि रहल छै मुस्कान जी एउटा त पीडा जुन चाहिँ सोच्नै नसक्ने भयो तपाईको जीवनमा हैन अब त्यसबाट अगाडि बढ्नको लागि प्रयास गरिराख्नु भएको छ त्यो पीडा चाहिँ बिर्सिन खोजिराख्नु भएको छ र आशा छ बिर्सिनुहुन्छ तपाईँ र जुन यो अवधिमा जसरी तपाईले सद्भाव शुभकामना पाउनुभयो हैन विभिन्न स्थानबाट चर्चित कलाकारहरूबाट अमिताभ बच्चनदेखि लिएर नेपालका चर्चित कलाकारहरू राय समालदेखि लिएर थुप्रै सेलिब्रिटीहरूबाट जुन तपाईले हौसला प्रदान गर्ने काम भयो नि
त्यसबाट तपाईँ के महसुस गर्नुहुन्छ? उहाँलाई चाहिँ उज्जवल विक्रम थापा अङ्कल हुनुहुन्छ, उहाँले नै सेलिब्रिटीसँग भेटाइदिनु भएको, उहाँलाई म एकदमै धन्यवाद गर्न चाहन्छु। र सेलिब्रिटीले मलाई त्यस्तो अवस्थामा एकदमै राम्रो मोटिभेट दिनुभएको कारणले, दाइजीले पनि मोटिभेट दिनुभएको कारणले उहाँलाई म एकदमै आफ्नो मुटुबाट नै धन्यवाद गर्न चाहन्छु। र हामीसँग अब जुन घटना त हुन त भयो, तर त्यो घटनाले अब हामीलाई अगाडि बढ्नुपर्छ, किनकि अब हामी अगाडि नबढाएर फेरि हाम्रो सपना कस्तो पुरा गर्छ नि त। त्यही भएर अब हामीलाई बिर्सेर अगाडि बढ्नुपर्छ, केही गरेर हेराउनुपर्छ। हजुर, तपाईँले कस्तो लाग्छ? जस्तै अहिले त तपाईँ नकक्षामा पढिराख्नु भएको छ होइन, अब जो व्यक्तिहरू भनौँ न एक किसिमले भनौँ सेलिब्रिटी अमिताभ बच्चन भयो, वरुण धवनको कुरा भयो होइन, अरू थुप्रै कलाकारहरू जो चाहिँ केही त त्यही अस्पतालमै पुगेर पनि तपाईँहरूलाई भेट्यो होइन? होइन, नेपालका कलाकारहरू। हजुर, राजेश हिमाल आउनु भएको थियो, उहाँले पनि एकदमै मलाई मोटिभेट दिनुभयो। राजु रामले त मलाई गीत नै गाएर सुनाउनु भयो, त्यस्तो पनि पिरामा मिस वर्ल्डहरू पनि आउनुभयो, उहाँले पनि एकदमै राम्रो राम्रो शिक्षा दिनुभएको थियो, एउटा शिक्षकको रूपमा मोटिभेट दिनुभएको थियो। उहाँलाई पनि एकदमै मैले धन्यवाद गर्न चाहन्छु। र वरुण धवनले चाहिँ तिमी निको भएपछि चाहिँ मसँग भेट्न प्रयास गर भन्नुभएको छ, उहाँले पनि यो कुरा भन्नको लागि म एकदमै धन्यवाद गर्न चाहन्छु। उहाँहरूले त्यस्तो भनिरहँदाखेरि के महसुस गरिराख्नु भएको छ? कस्तो फिल भइरहेको छ? उहाँहरूसँग चाहिँ कुरा गर्दाखेरि मलाई एकदमै राम्रो लागेको थियो। एकछिनको लागि म आफ्नो पीडा नै बिर्सिन जस्तै लागेको थियो। त्यसै कारणले उहाँलाई अलिकति मेरो पीडा कम गर्नको लागि त्यति नै गरिदिनु भएको कारणले म उहाँलाई एकदमै धन्यवाद पनि गर्न चाहन्छु। हजुर, सेनाजी, तपाईँकी छोरी मुस्कान कस्तो, उहाँको जुन पढाइ लेखाइको अवस्था भनौँ, पढ्नमा कस्तो हुनुहुन्छ, के रहेछ वास्तव उहाँको अध्ययनमा रुचि कस्तो छ, उहाँको घर परिवारमा कस्तो व्यक्तित्व कस्तो हुनुहुन्छ? तपाईँबाट भन्दाखेरि, तपाईँ भन्नुपर्दाखेरि के भन्नुहुन्छ? उसको पढाइ त धेरै राम्रो थियो, पढ्नमा एकदम ट्यालेन्ट थियो। पढ्दाखेरि ऊ 7 नपढेर 8मा एकैचोटि ऊ गरेको पढाइ एकदम राम्रो थियो। बानी व्यवहार पनि उसको जोसँग पनि हाँस्ने बोल्ने, घर व्यवहारमा पनि एकदम राम्रो बोली विचार थियो उसको। पढाइमा पनि उसको म मम्मी पढेर ठुलै मान्छे बन्छु, म हजुरहरूको सपना पुरा गर्छु भनेर उसको धेरै सोचाइ चाहिँ धेरै ठुलो नै थियो। हजुर, मुस्कानजी, के छ तपाईँको सपना? एउटा जुन सुरुको सपना, पढ्ने बेलाको एउटा सपना हुन्छ होइन, पछि गएर सपना परिवर्तन पनि हुन्छ होइन, सोच परिवर्तन हुन्छ के बन्ने भनेर। यो घटना जुन भयो नि, त्यो घटनाले गर्दा तपाईँको लक्ष्य जे थियो, पहिला लक्ष्यकै कुरा गरौँ, के रहेछ वास्तवमा लक्ष्य तपाईँको? के बन्नु पर्ला जस्तो छ? मलाई चाहिँ डक्टर बन्ने विचार छ। र डक्टर पहिलादेखि नै छ? हजुर, एउटा डक्टरै मात्र होइन, डक्टर त बन्ने आफ्नै ठाउँमा हो, डक्टरै मात्र होइन, आफ्नो देशको लागि केही अर्को काम पनि गरेर केही गर्व गरेर पनि त्यो पनि इच्छा छ। हजुर, भनेपछि यो जुन घटना भयो त्यसबाट कतै न कतै तपाईँले थप एउटा जिम्मेवारी मेरो काँधमा आयो कि भन्ने त्यस्तो महसुस हुन्छ? अब हामीलाई त केही न त केही बन्नै पर्छ कि एकचोटि अझ हो मुस्कानले यस्तो पीडामा पनि केही बनेर हेरायो भनेर अध्यक्ष धेरैजनालाई पनि मोटिभेट पनि हुनसक्छ होला। हजुर, भनेपछि त्यस्तो अब अरू छोरीहरू, अरू बेटीहरू त्यस्तो पीडामा नपडुन् होइन, त्यसको लागि अगाडि अब अलिक ठुलो भएपछि त्यसपछि कुनै एउटा कार्यक्रम ल्याउने, त्यस्तो योजनाहरू ल्याउने, त्यसरी चाहिँ अगाडि बढ्ने होइन, त्यस्ता अभियानहरू चलाउने होइन, त्यस्तो केही सोच? एउटा डक्टर बन्ने त छँदैछ आफ्नो लक्ष्य। हजुर, अब त्यसमा चाहिँ लागेको छैन, अब हेरौँ। हजुर, पहिला त पढाइ पुरा गर्नु। हजुर, पहिला त मेन पढाइ नै हो। पढाइ पुरा भएर हुँदाखेरि त अब मान्छेले जहाँ किस्मत लाग्छ त्यही हिँड्नुपर्छ। हजुर, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। मुस्कानजी, अब पढाइको कुरा गर्नु भन्छ, केही दिन अझै उपचारमा लाग्छ अरे, पढाइले फेरि कन्टिन्यू गर्नुपर्ने कुरा पनि छ होइन। पढाइमा तपाईँले के लाग्छ? तपाईँ एभरेज हो पढाइमा, कस्तो हो, ट्यालेन्ट अझै राम्रो पढ्नुहुन्छ तपाईँ, कस्तो छ पढाइमा? तपाईँको आमाले त भनिहाल्नुभयो होइन, राम्रो छ। तपाईँ आफैले भन्नुपर्दा के भन्नुहुन्छ? सबभन्दा पहिला त म आफ्नो स्कुल एक दिन पनि एब्सेन्ट गर्थेन र पढाइमा एकदमै राम्रो पनि पढ्थ्यो। मेरो डिसिप्लिन पनि राम्रो थियो, स्कुलमा A+ आउँथ्यो, डिसिप्लिन भयो, मार्क्स भयो, सबैमा राम्रै थियो। अब त्यस्तै अब फेरि वैशाखदेखि चाहिँ भन्दा एभरेज भन्दा माथिको पढाइ चाहिँ छ
त्यही अनुसार लक्ष्य तपाईँले बनाउनु भएको छ कि डक्टर बन्नुपर्छ भनेर होइन? यतैबाट होइन, मेरो पहिलादेखि नै पहिलादेखि छ, हजुर कि डक्टर बन्नुपर्छ, जेको पनि भयो डक्टर एउटा बन्नुपर्छ र अर्को केही पनि काम गर्नुपर्छ। एउटा मात्रै गरेर केही पनि हुन्न, अर्को पनि देशको लागि केही गर्नुपर्छ। पहिलाभन्दा पनि यसको अहिले मनोबल बढेछ धेरै है। अब म पनि देशको बेटी, आफ्नो नेपालको छोरी हो, म केही बनेर केही गरेर हेराउँछु कि म त्यही मुस्कान हो जुन भनेपछि यो पीडाले एउटा मनोबल बढाउने काम आफ्नो ठाउँमा छँदैछ पीडा होइन, तर यसले कतै न कतै सशक्तिकरणतर्फ लग्यो सशक्तिकरण छोरीलाई होइन? हजुर, धेरै अब धेरै शक्ति ऊ भन्छ कुनै बेला मम्मी त्यो अपराधी मलाई मुखमा जुन बेला एसिड फ्याल्ने त्यसले सोचे होला यसको मुख बिगाडेर यो घरमा कुनामा बसेर लुकेर बस्छ, तर होइन, म चाहिँ यो देशको लागि केही बनेर केही गरेर आउँछु। त्यो अपराधी भए पनि जेलमा भए पनि उनीहरू पनि सुन्छ नि मुस्कानले म यस्तो अवस्थामा ल्याए पनि अझ कहाँबाट कहाँ पुगेछ भनेर। म पढेर लेखेर ठुलै मान्छे बन्छु, डक्टर त मेरो त सुरुदेखि लक्ष्य छँदैछ, डक्टर बन्छु, तर यही एसिडको अभियानमा म लाग्ने कोसिस गर्छु। भनेपछि मुस्कानजी तपाईँमाथि जुन पीडा भयो जुन होइन त्यसबाट चाहिँ विचलित हुने कुरा छैन होइन? यो पीडाले कतै न कतै एउटा आत्मबल बढायो होइन? आफ्नो लक्ष्यमा प्राप्तिमा अझ चाहिँ बल पुर्याएको अवस्था छ। हजुर, अब त्यसलाई बलको रूपमा लिनुहुन्छ तपाईँ? हजुर, उसले मेरो मुख जलाएको छ, मेरो सोच त जलाएको छैन नि, मेरो सपना त जलाएको छैन नि। अब एउटा मान्छे मुखले राम्रो हुँदैन, आफ्नो भित्र मुटुबाट पनि राम्रो हुनुपर्छ। हजुर, अब उपचार गराउनुहुन्छ कति दिन? अब पढाइको कन्टिन्युटीको कुरा हुन्छ होला होइन? के छ अब काठमाडौँ गएर फेरि फर्केर अध्ययनमा लाग्नुहुन्छ कि के छ, के भन्छन्? अब काठमाडौँबाट फर्केर चाहिँ स्कुलमा चाहिँ ट्राई गरिरहेको छु, वैशाखदेखि क्लास जोइन गर्ने। अब अभियानमा चाहिँ प्राय पछि लाग्छु। पहिला त पढाइ हजुर, पढाइ पनि काठमाडौँमै हुन्छ। हजुर, काठमाडौँमै गर्ने। उज्जवल विक्रम थापा दाइ जुन हुनुहुन्छ उहाँले चाहिँ हाम्रो धेरै सहयोग गर्नुभएको छ। उहाँले हामीलाई सुरु त्यहाँ सजिलो हुन्छ, त्यहाँ पढेपछि अब उपचार गराउन जान उहाँले चाहिँ म यही भन्न चाहन्छु हाम्रो तर्फबाट उहाँले धेरै धेरै धन्यवाद छ। आज उहाँ नभए यो सेलिब्रेटीहरूसँग को ल्याएर भेटाउनु उहाँ नै मुस्कानलाई अगाडि बढाउनु भएको छ, उहाँ कुरा गरिराख्नु भएको छ सेन्ट मेजमा। अब त्यही कुराकानी भइरहेछ वैशाखदेखि। त्यही कुरा प्रधानमन्त्रीले चिठी पनि लेख्नु भएको थियो नि तपाईँले होइन? के थियो त्यो चिठीमा, के भन्नुभएको थियो? त्यो चिठीमा चाहिँ अब दोषीको लागि मैले भनेको थियो। मभन्दा चाहिँ पहिला एकदमै ठुलो दिदीसँग पनि जेनी खर्का भयो, सङ्गीता मगर दिदी हुनुभयो, उहाँ बेला नै कडा कानुन भइदिएको भए आज म यो अवस्थामा त आइपुग्थेन होला नि। त्यही लेखेको थियो कि हजुरको ठाउँमा मै भइदिए भए फाँसी नै दिन्थ्यो होला, हजुर पनि फाँसी दिनुहोस्, मलाई बिन्ती र अपेक्षा छ यो कुराको लागि भन्ने थियो। प्रधानमन्त्री जवाब आयो कि? प्रधानमन्त्रीबाट अहिलेसम्म जवाब आएको छैन। त्यस्तो कुनै जवाब आएको छैन, तर तपाईँले अपिल गर्नु भएको छ हजुर कि ती आक्रमणकारीलाई जसले तपाईँमाथि एसिड प्रहार गरे हजुर तिनीहरूले फाँसी हुनुपर्छ। हजुर, अनि बल्ल चाहिँ थोरै भए पनि हजुर घाउमा मलहम लाग्छ। हजुर हजुर, हस् त, तपाईँ दुवैजनालाई धेरै धेरै धन्यवाद र छिटो निको हुनुहोस् है। हस्, थ्याङ्क यू। दर्शकवृन्द, ओछलेत मुस्कान खातून आ हुनकर माय शहनाज खातून जे 2076 साल भादो 20 गते मुस्कान खातून ऊपर एसिड प्रहार भेले वीरगंज में। दू गोटे पकड़ायल छै, अखन मुस्कान खातून के इलाज से हो चल रहा है। करीब 5 महीना धरि 5 वर्ष तक और इलाज चलते से हुनकर कहब से करीब 50 से 60 लाख धरि इलाज में खर्च से लाग सके छै। यद्यपि अखन तक के इलाज के जोड़जाम भ चुकले, आब के इलाज के खर्च से हो जुटाव में समस्या आबि सके से हुनकर सबके कहब छले। आइ हुनके सबसे बातचीत करै छले। बेस त